विश्वासी 2को 6 र 7। यसकारण जसरी तिमीहरूले ख्रीष्ट येशू प्रभुलाई ग्रहण गरेका छौ त्यसरी नै तिमीहरू उहाँमा हिँड र उहाँमा नै जरा हाल्दै र बनिँदै जाऊ। अनि जसरी तिमीहरूले शिक्षा पाएका छौ त्यसरी नै यसमा धन्यवादले प्रशस्त हुँदै विश्वासमा स्थिर हुँदै जाऊ। भन्नाले मेन टपिक नै त्यही थियो, बट त्यसमा पनि केही कुरा चाहिँ अब धन्यवादीको कुरा गर्नुभयो होइन। अनि त्यसपछि हामीले चाहिँ हाम्रो जीवनमा चाहिँ जति पनि के अरे हुन्छ नि अप्स एन्ड डाउन भए पनि हामीले चाहिँ जहिले पनि धन्यवादी चाहिँ दिइराख्नुपर्छ। अनि त्यसपछि भन्ने एउटा मैले एउटा भन्ने सुनेको थिएँ होइन, लाइफ इज फुल अफ अप्स एन्ड डाउन्स होइन। अनि त्यसपछि स्ट्रेट लाइन इज नट द लाइफ भन्छ नि होइन, हुन्छ नि अप्स एन्ड डाउन्स। हस्पिटलमा देख्नु भएको छ होला तपाईँहरूले होइन, जुन तल माथि भयो भने चाहिँ हाम्रो लाइफ चलिरहेको हुन्छ होइन। अनि जब चाहिँ त्यो स्ट्रेट लाइन जान्छ अनि हामी चाहिँ लाइफ त्यहीँनिर सकिन्छ भने जस्तै हाम्रो चाहिँ लाइफ एकदम उतार चढाव हुनु नै चाहिँ हाम्रो लागि एकदमै हामी चाहिँ त्यसकै निम्ति भयो भने हामीले चाहिँ परमेश्वरलाई धेरै धेरै धन्यवाद दिनुपर्दछ। साथसाथै आजको प्रोग्राम कोअर्डिनेटरहरू हाम्रो विनोद भाइ अनि त्यसपछि हाम्रो पुष्पालाई पनि धेरै धेरै थ्याङ्क यू है।
दुईवटा ट्रेक गर्न पाएँ मैले पहिला एक वर्ष एउटा गरिरहेको थिएँ एउटा वर्षमा यो वर्ष नर्थ एबिसी र रसुवा नागथली दुईवटा ट्रेक गर्न पाएँ अनि सिन्स मलाई बाहिर जानु हो नि त अनि पियानो बजाउनु परेको थियो अनि द्याट वाज वे आउट अफ माई कम्फर्ट जोन होइन लाइक बजाउन आउँथ्यो हल्का हल्का बट त्यो अगाडि पुऱ्याइदियो बजाउन सक्ने खालको लेभलमा चाहिँ म थिएन बट अब सिन्स जानुभयो आई थिङ्क द्याट वाज अ कल अहिलेसम्म जति पनि एक्जाम दिए त्यसमा फेल भएन अहिलेसम्म हाम्रो फ्यामिली सबैजना राम्रै हुनुहुन्छ स्वास्थ्यमा सबै कुरामा अनि परमेश्वरको आशिष हुनुहुन्छ हाम्रो परिवारमा देखिरहेका छौँ पाइरहेको छौँ त्यसको लागि सबै परमेश्वरले मेरो जीवनमा यति धेरै काम गर्नुभएको छ त्यसको लागि धन्यवाद अनि मेरो एक्जाम भरि जिके राम्रो आउन सकिन्छ त्यसको लागि